अस्ति म बारीमा आउँदाखेरिमा साथीहरू मैले एउटा घर भेटाएँ भनेको थिएँ नि हेर्नु ल हेर्नु आज त्यहाँ चाहिँ आमाले चाहिँ बुनिरहनु भएको छ ल हेर्नु कति मेहनती हुनुहुन्छ हाम्रो आमा ल चक्कटी बुन्नु भएको छ ढक्की बुन्नु हुँदो रहेछ ओहो कस्तो राम्रो यो चाहिँ कहाँबाट ल्याउनुहुन्छ आमा कति सुन छोडेर ल्याउनु पर्छ कति महँगो छ यो यो ए ठुलोसले बोल्नु ल ए अनि आमाको नाम चाहिँ के हो नि भन्नुभयो मनमाया 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 राई है राई घर चाहिँ हजुरको सोलुखुम्बु भन्नुभयो नि त होइन शङ्खसभा ए शङ्खुवा सभा ए ल हेर्नु आमाले कस्तो राम्रोसँग बुन्नुहुन्छ के आँखा त देख्दैन के गर्ने त आमा आँखा नदेखे नि यसो आफूलाई घर खर्चको लागि बुन्ने पर्यो होइन खै कसले गर्ने सस्तो मात्रै माग्छु मान्छेहरूले ए अब यो सामान जुटाउन नि त धेरै गाह्रो हुन्छ होला नि आमा होइन गाह्रो छ नि अनि 2000 3000 पुगिसक्यो सामानको है किन्नु पर्छ त्यही त आउँदै आउँदैन कस्तो मजाले बुन्नु भएको कहाँ सिक्नु भएको नि तपाईँले यो बुन्नलाई त्यो घरमै बुन्छु घरमै सिक्नु भएको घरमै बुन्छु हामी सबै ए पहिलेदेखि बुन्नुहुन्थ्यो पहिलादेखि नै बुन्छु त्यो पनि माग्दैछ ए यो लागिहाल्छ अब त्यो ए ल आमामा कति राम्रो हो ल साथीहरू हजुरहरूलाई नि चाहियो भनेदेखि यो पूजा गर्न बस्दाखेरिमा अनि यसो घरमा यो चाहिँ के सजाउने हो ए यो सजाउनको लागि अरे हौ साथीहरू ल ए ल हेर्नु यो पनि सजाउनकै लागि है ए सजाउन ल हेर्नु सजाउनको लागि यो चाहिँ ओछ्याउँछ ए यो बाबियोको चाहिँ ओछ्याएर पूजा गर्नलाई ए यो चाहिँ सजाउन लागिहाल्छ ए किन्छ नि ए घर यो चम्रो छ चम्रो बुन्नु हातै दुख्छ है हुन्छ हाय हात कस्तो भएको थियो आउनु त आज त यो त कमल हो नि त्यसको त बई ए यो चाहिँ कमलो छ अलि यो चाहिँ बेसरी गाह्रो हुन्छ है तपाईँ 2 दिन 3 दिन उठ्नै सकेन आमाले चाहिँ अब यो बुनेर यहीँ राख्नुहुन्छ यहाँनिर टक्क राख्ने यहाँ खेतीपाती गर्ने तर मकै रोप्नु भएको छ सागहरू धनिया सबै यहाँ खेतीपाती गर्नुहुन्छ अनि बाँकी बचेको टाइममा चाहिँ आमाले काम गर्नुहुन्छ ल हेर्नु कति मेहनती हुनुहुन्छ यस्तो बुढेसकालमा पनि आमा कति वर्ष हुनुभयो भन्नुभएको थियो कति पुग्यो थाहा छैन है 70 पुग्नु भएको भएको छैन ए 70 पुग्नु भएको छैन ए यो पनि माग्छु सजाउन लान्छु के ए यो महँगो छ नि फेरि यो चाहिँ महँगो छ कति कति पर्छ आमा योलाई थागो महँगो छ त्यो ए कति पर्छ नि 500 500 600 यो चाहिँ सस्तो छ भन्नुभएको थियो है इन्डी चाली मन्डुलो छ यो चाहिँ डर यो चाहिँ कति यो चाहिँ कति 300 ए ल यो चाहिँ 300 मा ल है साथीहरू यो 300 यो चाहिँ 500 भन्नुभयो है दुईटा छ ए ल गाह्रो छ त्यो गाह्रो छ नि त कसलाई आउँछ अब हजुरलाई यहाँ किन्न मान्छे आउँछन् नि आउँदैन है दोलो खाली लागिहाल्छ ए अस्ति कुन लागिहाल्यो त नि यस्तो ल्याउँछु कि हामीलाई सिकाइदिनु न त आमा बुन्नलाई सिक्नु हुँदैन यहाँ दुःख छ दुःख छ आमाको बारीमा त सिस्नु पनि फला रहेछ त उम्रिया रहेछ बिरुवा ल्याएको थियौँ ए बिरुवा ल्याएर सार्नु भएको होइन केरा ए दाना लिएर आएर ए कस्तो राम्रो राम्रो छ तपाईँलाई पैसा पाउँछ अब तपाईँको यो हाम्रो यो भिडियो हेरेर मान्छेहरू किन्न आउँछन् आउँदैन है आइदिए हुन्थ्यो आमाको नि व्यापार हुन्थ्यो मेरो तोडो लागिहाल्छु कि छ नि मेरो अफिस दोलो दोलखामा
तल छ नि मेरो यस्तो गिन्नेहरू ए त्यस्तो राख्ने अफिस छ कारखाना छ छ ए ल ल ल बाई बाई गर्नु त एकचोटि मन परेको होला